नेपाल पैसा पठाउनु छ? अहिले पनि महँगो शुल्क तिरेर पैसा पठाउँदै हुनुहुन्छ? म आज तपाईँलाई एउटा यस्तो एप देखाउँदैछु जसले केही मिनेटमै नेपाल पैसा पठाउन मद्दत गर्छ। हेलो एभ्रिवान, फेरि पनि स्वागत तपाईँलाई आजको यस अर्को भिडियोमा। यो तपाईँ विदेशमा हुनुहुन्छ, यानि कि युके, क्यानाडा अथवा युरोपतिर हुनुहुन्छ र पैसा भनेको नेपाल सेन्ड गर्न खोजिराख्नु भएको छ भने आजको यस भिडियोमा भनेको हामी तपाईँको अगाडि रोज रेमिट लिएर आएका छौँ। तपाईँले रोज रेमिटको प्रयोगले भनेको एकदमै राम्रो एक्सचेन्ज रेटमा कुनै पनि ट्रान्सफर फी बिना सेफ एन्ड सेक्योर तरिकाले सहज तरिकाले नेपाल भने पैसा सेन्ड गर्न सक्नुहुन्छ। यसको सबैभन्दा राम्रो कुरा भनेको एक्सचेन्ज रेट त राम्रो छँदै नै छ, त्योभन्दा बाहिर कुनै पनि ट्रान्सफर फी लाग्दैन। तपाईँले सिम्पली रोज रेमिट प्रयोग गर्नको लागि के गर्नुपर्ने हुन्छ भन्दाखेरि डिस्क्रिप्सनमा एउटा लिङ्क रहेको छ, त्यो लिङ्कमा क्लिक गरेर भनेको एकाउन्ट सेटअप गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ फर्स्ट नेम, लास्ट नेम, इमेल एड्रेस, पासपोर्ट, कुन कन्ट्रीमा सेन्ड गर्न खोजिराख्नु भएको छ, फोन नम्बर र अन्तिममा भनेको रिफरल कोड मागिरहेको छ। तपाईँले डु यु हेभ अ रिफरल कोडमा टिक लगाएर हाम्रो रिफरल कोड 098762 भन्ने फिलअप गर्नुपर्ने हुन्छ। त्यो फिलअप गरे बापत तपाईँले पहिलो ट्रान्सफर भनेको एकदमै राम्रो एक्सचेन्ज रेट पाउनुहुन्छ र दोस्रो फाइदा भनेको तपाईँले केही कमिसन पनि पाउनुहुनेछ, जुन भनेको फर्स्ट ट्रान्सफरमा एड अप भएर सेन्ड हुनेछ। यसरी तपाईँको एकाउन्ट सेटअप कम्प्लिट भइसकेपछि तपाईँले सिम्पली प्ले स्टोर अथवा एप स्टोरमा गएर जुन आइडी पासवर्ड प्रयोग गरेर एकाउन्ट क्रिएट गर्नुभएको छ त्यही प्रयोग गरेर भनेको यो एपभित्र लगइन गर्न सक्नुहुन्छ। तपाईँले लगइन गर्ने क्रममा भनेको आइडी भेरिफाई पनि गर्नुपर्ने हुनसक्छ र सम्पूर्ण काम कम्प्लिट गरेर तपाईँले लगइन गर्नुहुन्छ भने जुन हाम्रो यहाँ इन्टरफेस सो भइरहेको छ यो प्रकारको इन्टरफेस तपाईँले पाउनुहुन्छ, जहाँ मुनिपट्टि भनेको सेन्ड मनी भन्ने अप्सन आइरहेको हुनेछ। सिम्पली सेन्ड मनी भन्ने अप्सनमा क्लिक गरेर तपाईँले आफ्नो ट्रान्सफर भनेको इनिसिएट गर्न सक्नुहुन्छ। पहिलो भनेको कुन कन्ट्रीमा सेन्ड गर्ने त्यो राख्नु पर्यो। दोस्रो भनेको तपाईँले ब्याङ्क ट्रान्सफर, क्यास अथवा मोबाइल वालेट कुन माध्यमबाट पेमेन्ट सेन्ड गर्न खोजिराख्नु भएको छ नेपालमा, यानि कि नेपालमा जसले रिसिभ गर्नुहुन्छ नि उहाँले ब्याङ्कमा गर्ने हो कि क्यास लिने हो कि मोबाइल वालेट यानि कि हाम्रो ई सेवा खल्तीहरू रहेका छन् नि त्यो माध्यमबाट रिसिभ गर्ने हो, त्यो अनुरूप तपाईँले सेलेक्सन गर्नुपर्ने हुन्छ। मैले ब्याङ्क सेलेक्ट गरिसकेको छु। यस पश्चात भनेको तपाईँ जुन कन्ट्रीमा हुनुहुन्छ त्यो कन्ट्रीमा पपुलर पेमेन्ट मेथड यानि कि पैसा तिर्ने माध्यम के रहेको छ त्यो सो भएको हुनेछ। यहाँनिर म क्यानाडा भएको कारणले मेरो अगाडि इन्टरएक्ट आएको छ, तपाईँको अगाडि अनि आएको हुनसक्छ, कार्ड पनि रहेको छ। तपाईँलाई जुन सहज हुन्छ त्यो तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ। मैले सिम्पली अहिले भनेको इन्टरएक्ट सेलेक्ट गरिरहेको छु। यस पश्चात भनेको कति एमाउन्ट सेन्ड गर्ने त्यो कुरा मागिरहेको छ। मैले अहिलेको लागि भनेको 250 सेलेक्ट गरिरहेको छु। यसरी एमाउन्ट सेल गरेपछि मुनिपट्टि भनेको एप्लाई कुपन बताइरहेको छ। तपाईँले हाम्रो प्रोमो कोड प्रयोग गर्नु भएको छैन भने यहाँनिर प्रयोग गर्न सक्नुहुन्छ, डिस्क्रिप्सनमा रहेको छ कोड, त्यो कोड प्रयोग गरेर तपाईँले यहाँनिर भएकोलाई जुन टिक छ नि यसलाई अन गर्नुहुन्छ भने केही कमिसन डिस्काउन्ट तपाईँकोमा एड हुनेछ। यानि कि मैले सेन्ड गर्ने 250 रुपियाँ हो, तर मैले भनेको 245 रुपियाँ तिर्छु र नेपाल भनेको 250 कै भ्यालु भनेको सेन्ड हुनेछ। यसरी तपाईँले डिस्काउन्ट पाउनुहुन्छ। र अन्तिममा भनेको हु आर यु सेन्डिङ टु, तपाईँले कसलाई सेन्ड गर्ने, रिसिपेन्ट यानि कि उहाँको सम्पूर्ण इन्फर्मेसनहरू एड अप गर्नुपर्ने हुन्छ। मुनिपट्टि एड न्यू भन्ने अप्सन रहेको छ। जो व्यक्तिले पैसा रिसिभ गर्ने उहाँको फुल नेम अनि मोबाइल वालेट, रिलेसनसिप सम्पूर्ण कुरा भनेको तपाईँले फिलअप गर्नुपर्ने हुन्छ र कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यस पश्चात भनेको तपाईँले माथि केमा रिसिभ गर्नुहुन्छ उहाँले त्यो सेलेक्ट गर्नुभएको छ नि, जस्तै ब्याङ्क गर्नुभएको छ भने ब्याङ्कको विवरण, अथवा मोबाइल वालेट गर्नुभएको छ भने मोबाइल वालेटको विवरण, अथवा अन्य के गर्नुभएको छ क्यास पिकअप गर्नुभएको छ भने लोकेसनहरू राख्नुपर्ने हुन्छ। र यी सम्पूर्ण भइसकेपछि तपाईँले यहाँनिर भनेको सेन्डिङ रिजन के कारणले सेन्ड गर्न खोजिराख्नु भएको छ कुनै एउटा सेलेक्ट गरेर तपाईँले भनेको अन्तिममा भनेको सोर्स अफ फन्ड तपाईँले केबाट कमाउनु भएको पैसा बताइरहेको छ। यसरी दुईटैलाई केही राख्नुपर्ने हुन्छ। मैले फ्यामिली मेन्टेनेन्स र इम्प्लोइमेन्टबाट कमाएको पैसा भनेर राखेको छु र यहाँनिर भनेको प्लिज कन्फर्म ट्रान्जेक्सन इज नट मेड इन्टु अ बिजनेस एकाउन्ट बताइरहेको छ। त्यहाँनिर टिक लगाएर कन्फर्म एन्ड सेन्ड भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। र यहाँनिर क्लिक गरेपछि तपाईँले जुन पेमेन्ट मेथड राख्नु भएको थियो नि त्यो माध्यम अन्तर्गत पैसा भनेको यहाँनिर पे गर्नुपर्ने हुन्छ। कार्ड छ भने कार्डको अथवा अन्य कुन रहेको छ त्यो हिसाबले पेमेन्ट गर्नुपर्ने हुन्छ। मैले इन्टरेक्ट गरेको कारणले यहाँनिर पेमेन्ट गरिरहेको छु र यो कम्प्लिट गरेको केही मिनटदेखि केही घन्टाभित्रमा अब कुन पेमेन्ट मेथड युज गर्नु भएको छ त्यो अनुरूप केही टाइम लाग्नेछ र केही टाइमभित्रमा भनेको तपाईँको पैसा भनेको एकदमै सहज तरिकाले हाई एक्सचेन्ज रेटमा कुनै पनि शुल्क बिना सहज तरिकाले भनेको नेपाल ट्रान्सफर हुन्छ, जुन मेरो पनि यहाँ हुने प्रक्रिया चलिरहेको छ।
र हेर्न सक्नुहुन्छ मेरो ब्याङ्कबाट पैसा काटिसकेको छ र यहाँनिर अवेटिङ फन्ड बताइरहेको छ। अबको केही टाइमभित्र भनेको यो ट्रान्सफर कम्प्लिट हुन्छ, यानि कि तपाईँले रोज रेमिट प्रयोग गरेर एकदमै सहज तरिकाले कुनै झन्झट बिना हाई एक्सचेन्ज रेटमा 0 फी नो हिडन चार्जमा एकदम सहज तरिकाले पैसा भनेको नेपाल सेन्ड गर्न सक्नुहुन्छ। हस्त धन्यवाद, नमस्कार।